आजको काम चाहिँ हिजो हाम्रो 4 जना खेतालाहरूले पुरै खाल्टोमा मल हालिदिनु भयो हो। त्यसपछि मेरो काम चाहिँ खाल्टो पुर्ने अलिअलि मल माटो अनि लास्टमा चिनलको लागि खाल्टोको लागि काठ पनि गाडिदिनु पर्छ। ओहो नयाँ पन्जा है, ब्रान्ड न्यू भर्खर किनेको। यहाँ घडी भाइले पठाएको। सबै कुरा गर्नुपर्ने भयो। मार्क्स दक्षिण कोरियाबाट सीता दिदीले ल्याइदिनु भएको। यो हुड युकेबाट पविता बहिनीले, अनि बेल्चा उल्टी बाजेबाट, जुत्ता बाबाको त्यहाँ पुरानो जुत्ता भन्नुपर्ने पो भयो। ल अब सुरु भयो मेरो काम चाहिँ। तर सुन्ने छैन है। झ्याङ्गाटा चाहिँ हालिदिने। ओहो मास्क लाएर धन्न मैले ठिक गरेँ। हेर नयाँ पन्जा किनेको, यहाँ काम गर्ने आत्रीले लाउनु नि बिर्सेछु यार। फुल सेफ्टी चाहिन्छ मलाई फेरि काम गर्ने। ढुङ्गा निस्केको रहेछ। एउटा खाल्टो पुर्यो, 1 खाल्टो डाउन। अनि त्यसको लागि चिनो लाउनुको लागि पछि सुन्तलाको बेन आएपछि यहाँ रोप्ने। त्यो अलरेडी मम्मीले पुरिसक्नु भएको थियो। मैले सुरुको भिडियोमा माथि पुरेर अहिले यो पाटा पुरिसक्यो। हल्का थाकेको अवस्था, अलिअलि थाकियो। पानी खाम। हिजोको भिडियोमा एकजना दिदीले चाहिँ रौसी हो कि के हो र भाइ भन्नुहुन्थ्यो। सरी, पानी हो दिदी, कहाँ दिउँसो मण्डलमा रक्सी खान्छ। त्यही मैले खासै खाँदिनँ, वर्षमा 1-2 चोटि हो। त्यो तलको मम्मीहरूले पुरिसक्नु भएको थियो। यो पाटा 10 मिनट लागेन होला, एउटा दुइटा गर्दा त 10:30 बजे आएको। 2 बजे भित्र सकेर म जान्छु। अहिले 11 बजे भर्खर, कति 11:15 भएछ। म फेरि दिनभरि गर्ने काम गर्ने टाइपको मान्छे होइन। सुई गर्ने हो। ज्याम काम गर्यो, काम नि गर्ने, आराम नि गर्ने, डुल्ने टाइपको मान्छे। दिनभरि थलिनु चाहिँ सक्दैन मलाई। लास्ट बोर लाग्छ फेरि, तर काम फेरि लास्ट छिटो गर्छु नि। अब यो हुन त यहाँ निकै 10-12वटा
खाल्टोमा पुग्ने घोच्चा त काटिसकेको छु तै पनि यसो भिडियोमा नि क्याप्चर गरिहालौँ न यो चाहिँ फेरि अहिले खाल्टो पुरिन्छ पछि काट गाडेन भने त बेर्न चाहिने बेला थाहा हुँदैन मल हालेको ठाउँमा भन्दा अरू अन्त रोप्यो भने फेरि झ्याउ हुन्छ त्यही भएर ठ्याक्कै चिनलको लागि त्यो चाहिँ गर्नु पर्यो गाउँ आएको लगामा एक काम दुई पन्त यही त होला काम पनि भयो अनि भिडियो बनाएर यसो युट्युबमा हालेपछि पछि यादगार हुन्छ छोराछोरी भयो भने पछि अल्छी गऱ्यो भने हेर तेरो बाले कस्तो काम गर्थ्यो भनेर यो भिडियो रिपिट मोडमा देखाइदिने देखिस् केटाकेटी हो भन्दै साह्रै दुःख गरिरहेछ नि यहाँ अलि उस्ती काम गर्ने झन् कस्तो भनिन्थ्यो होला म फेरि काम छिटो छिटो गर्ने मान्छे छिटो गर्ने छिटो जाने काम गऱ्यो भने म फेरि ठग्नु मन लाग्दैन क्या यस्तो हो ल 1K सब्सक्राइबर त पुगेछ अब भ्युज पुग्न बाँकी छ ल हेरेर कमेन्ट हानिदिउँ है ए यो टी सर्ट फेरि भाइले युकेबाट ल्याइदिएको टी सर्ट पो लाग्यो रहेछ त है सबै भेस्टिङमा चलेछ क्या जिन्दगी हैट अब 3वटा 4वटा खोप्पा जति छ सकिन्छ मम्मी र क्रिसको मम्मीले चाहिँ ठ्याक्क झेम्टा काट्दै राखिदिँदै जानुपर्छ मैले चाहिँ मेरो काम इजी पिजी छ बेल्चा चलाउने त्यति हो मेरो बेल्चा मेरो औजारहरू कता गयो पानी अच्छा बना हो 2टा पाटा सकियो अब अलमोस्ट 5-10 मिनट भन्दा लाउँदैन रहेछ 4-5वटा खाल्टा पुग्नु भनेपछि त म त जाङ्गारे केटा म मेरो काम हेर्न काम मेसिन भन्दा छिटो जाङ्गारे केटा म मेरो काम हेर्न काम मेसिन भन्दा छिटो रेकर्ड भयो ल मैले त सुपर फास्ट काम सकेँ है त्यही भएर जाँदा जाँदै काम सकियो त्यही भएर केटा म मेरो काम हेर्न काम मेसिन भन्दा छिटो मेरो काम हेर्न काम टिकटक बनाउनु लाग्छ क्या म टिकटक काम सकियो मार्क्स पनि खोलौँ ल काम साम तमाम आजको काम सकियो म चाहिँ यहाँ ठ्याक्क पुतराको रुख मुनि बसेको थिएँ क्या मम्मीले के गर्छ त्यहाँ मम्मीले जानुभयो डर लाग्ने ठाउँ नहुनुहुन्थ्यो केटाटी अन्त त डर लाग्थ्यो होला खासै लाग्नु ल आजको दिन पनि राम्रै भयो काम छिटै सकाइयो खासै मिठो पानी त होइन घाटपारको हाम्रो गाउँको पानी काम कति सकायो भन्दा ठ्याक्क देखेछ कि देखेन त्यो ब्याकग्राउन्डको वहाँ तलसम्मको म फ्रन्ट गरेर देखाउँछु यस्तोमा म चाहिँ यहाँ ठ्याक्क यहाँ थिएँ काम सकियो अब यो भिडियो इन गरौँ तर यहाँबाट कतिवटा पाटोमा कतिवटा खाल्टो जति थियो यसो अनुमान गर्छु है म त्यो पुतराको रुख त्यहाँदेखि माथि हो लगभग 9वटा खोप्पा छ 9वटा खोप्पामा एउटा खोप्पामा लगभग 4वटा होला लगभग 36 लगभग 40वटा खाल्टोको हाराहारीमा 40वटा सुन्तलाको बिहान चाहिँ यहाँ जाने भयो पारिपुरी दाना घट्टे खोला देखेछ अब मधुरो देख्यो होला क्या मेरो चाहिँ भिडियो आजको भिडियो यहीँ सकियो एक डान्स गरौँ भनेको अलि फर्ममा आएन क्या म नत्र म अझै डान्स गरेर देखाउँथेँ फर्ममा नआएको कारणले आजको डान्स यहीँ स्थगित भयो नेक्स्ट भिडियोमा डान्स गरौँ होला मिल्यो भने भन्दै बाई बाई भन्नुभन्दा अगाडि सब्सक्राइब चाहिँ गरिदिनु कसले गर्नु भएन